भजन सङ्ग्रह 120 सहायताको निम्ति प्रार्थना यात्राको गीत। मेरो सङ्कष्टमा म परमप्रभुलाई पुकार्दछु र उहाँले मलाई जवाफ दिनुहुन्छ। हे परमप्रभु, झुट बोल्ने ओठ र छली जिब्राबाट मलाई बचाउनुहोस्। ए छली जिब्रो, उहाँले तँलाई के गर्नुहोला? तँसँग अरू बढी के गर्नुहोला? उहाँले तँलाई योद्धाको तीखो बाणले झैँ र झाडीको आगोले झैँ दण्ड दिनुहुनेछ। धिक्कार मलाई कि म मेसेकमा बास गर्दछु र केदारका पालहरूका बीचमा बसेको छु। शान्तिलाई घृणा गर्नेहरूका बीचमा मैले बास गरेको धेरै भयो। म त शान्तिप्रिय व्यक्ति हुँ, तर जब म बोल्छु तिनीहरू लडाई गर्न तत्पर हुन्छन्। भजन सङ्ग्रह 121 इजरायलका रक्षक परमप्रभु यात्राको गीत। पर्वतहरूतिर म आफ्ना आँखा उचाल्दछु। मेरो गुहार कहाँबाट आउँछ? स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट मेरो गुहार आउँछ। उहाँले तिम्रा खुट्टा चिप्लन दिनुहुने छैन, तिम्रो रक्षा गर्नुहुने कहिले उग्नुहुने छैन। साँच्ची नै इजरायललाई रक्षा गर्नुहुने चाहिँ न त उग्नुहुन्छ न सुत्नुहुन्छ। परमप्रभु तिम्रा रक्षक हुनुहुन्छ। परमप्रभु तिम्रो दाहिने हाततिरको तिम्रो छहारी हुनुहुन्छ। दिउँसो घामले तिम्रो हानि गर्ने छैन, न त जुनले राति तिम्रो कुनै हानि गर्नेछ। परमप्रभुले तिमीलाई सबै विपत्तिहरूबाट जोगाउनुहुनेछ। उहाँले तिम्रो प्राणको रक्षा गरिदिनुहुनेछ। तिमी बाहिर जाँदा र भित्र आउँदा परमप्रभुले तिम्रो रक्षा गर्नुहुनेछ, अहिले अनि सदाकालसम्म। भजन सङ्ग्रह 122 यरुशलेमका शान्तिको निम्ति प्रार्थना यात्राको निम्ति दाउदको गीत। जब तिनीहरूले मलाई भने, परमप्रभुको भवनमा हामी जाउँ, तब म आनन्दित भए। ए यरुशलेम, हाम्रा खुट्टाहरू तेरा ढोकाहरूमा खडा भएका छन्। यरुशलेम सुदृढ रूपले एकसाथ बाँधिएर निर्माण भएको सहर जस्तै छ। इजरायललाई दिएका कानुन अनुसार परमप्रभुका कुलहरू परमप्रभुका नाउँको प्रशंसा गर्न त्यहाँ जान्छन्। त्यहाँ न्यायका सिंहासनहरू छन्। दाउदको वंशका सिंहासनहरू त्यहाँ छन्। यरुशलेमका शान्तिको निम्ति प्रार्थना गर। तँलाई माया गर्नेहरू सुरक्षित रहन्। तेरा पर्खालहरूभित्र शान्ति होस् र तेरा किल्लाहरूभित्र सुरक्षा। मेरा दाजुभाइहरू र मेरा मित्रहरूका निम्ति म भन्नेछु, तिमीहरूमा शान्ति होस्। परमप्रभु हाम्रा परमेश्वरका भवनको खातिर म तेरो भलाइ नै खोज्नेछु। भजन सङ्ग्रह 123 परमेश्वरका दयाको निम्ति प्रार्थना यात्राको गीत। हे स्वर्गको सिंहासनमा विराजमान हुनुहुने तपाईतिर म मेरो आँखा उचाल्छु। जसरी दासहरूका आँखा आफ्ना स्वामीको हाततिर हुन्छन्, जसरी दासीहरूका आँखा आफ्नी स्वामिनीको हाततिर रहन्छन्, त्यसरी नै जबसम्म उहाँले हामीमाथि कृपा गर्नुहुन्न, तबसम्म हाम्रा आँखा परमप्रभु हाम्रा परमेश्वरतिर रहन्छन्। हामीमाथि कृपा गर्नुहुने हे परमप्रभु, हामीमाथि कृपा गर्नुहोस्, किनकि हामीले ज्यादै हेलचक्राइ सहेका छौँ। अभिमानीहरूबाट उपहास र अहङ्कारीहरूबाट ज्यादै हेलचक्राइ सहेका छौँ। भजन सङ्ग्रह 124 शत्रुहरूबाट सुरक्षाको निम्ति धन्यवाद यात्राको निम्ति दाउदको गीत। यदि परमप्रभु हामीहरूसँग नहुनु भएको भए, इजरायलले भनोस्, मानिसहरूले हामीलाई आक्रमण गर्दा परमप्रभु हामीतर्फ नहुनु भएको भए, तिनीहरूको क्रोध हाम्रा विरुद्ध दन्की उठ्दा तिनीहरूले हामीहरूलाई जिउँदै निल्ने थिए। उर्ली आएको बाढले हामीलाई एक गाँस पार्ने थियो अनि भल हामीमाथि बग्ने थियो। जलको प्रबल प्रवाहले हामीलाई त्यसै बगाइ लाने थियो। परमप्रभुको प्रशंसा होस्, जसले हामीहरूलाई तिनीहरूका दाँतले फहराउन दिनु भएन। सिकारीको पासोबाट चरा उम्के झैँ हामी फुत्किसकेका छौँ। तिनीहरूको जाल फाट्यो र हामी उम्क्यौँ।
हाम्रो गुहार स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुको नाउँमा छ। भजन सङ्ग्रह 125। परमप्रभु आफ्ना भक्तका चारैतिर हुनुभएको। यात्राको गीत। परमप्रभुमा भरोसा राख्नेहरू सियोन पर्वत झैं छन्, जसलाई हल्लाउन सकिँदैन तर सदा सर्वदै स्थिर रहन्छ। पहाडहरूले यरुशलेमलाई घेरे झैं परमप्रभुले आफ्ना जनहरूलाई आज अनि सदा सर्वदा घेरिराख्नुहुन्छ। दुष्टहरूको राजदण्ड धर्मीहरूका निम्ति राखिएको देशमा रहने छैन, नत्र त धर्मीहरूले आफ्ना हात अधर्मतिर लगाउनेछन्। हे परमप्रभु, असल गर्नेहरूलाई असलै गर्नुहोस्, तिनीहरूलाई जसका हृदय सोझा छन्। तर कुमार्गतिर लाग्नेहरूलाई परमप्रभुले दुष्ट काम गर्नेहरूसँग निर्वासित गर्नुहुनेछ। इजरायलमा शान्ति होस्।